सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा। गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो गाउँमा। नामले पाएको कामले पाएको सुनार दाइको छोरो। नलम माया नखाम कसम मने मेरो मोरो साइली। मरिने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन तर नमरेको प्रहर हुँदैन। भागेर जाऊ कुन ठाउँ जाऊ भागेर जाऊ कुन ठाउँ जाऊ। मान्छे नमर्ने सहर हुँदैन मान्छे नमर्ने सहर हुँदैन। बाबु तपाईको नाम के हो? सबैजनालाई नमस्ते, मेरो नाम हेमन्त सुनार हो। म चाहिँ पोखरादेखि आएको। मलाई पोखराबाट काठमाडौँ आउन गलौली कान्छा रविले अनि यहाँसम्म आउन वातावरण शर्मिला ठुलो मम्मीले दिनुभएको हो। शर्मिला गुरुङ ठुलो मम्मीले इन्द्रेणीमा जानु बाबु भन्नुभयो हो। हजुर। आज कस्तो लाग्यो त इन्द्रेणीमा? धेरै राम्रो लाग्यो। दोहोरी पनि चल्दो रहेछ होइन? हजुर। अब तपाईँले कुन गीत सुनाउनुहुन्छ त? यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिलेकाहीँ। ओहो लगाउनुहोस्। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले। कसैलाई माया गर्नु एउटा भुल गरे मैले। यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले। कसैलाई माया गर्नु एउटा भुल गरे मैले। यस्तो पनि हुँदो रहेछ। अब अर्को गाउनुहुन्छ? लगाउनुहोस्। नामुछे आमा दहीमा टिका नछरे जमारा। दैवले पर्दा उठायो आमा आउँदिन फर्केर। नामुछे आमा दहीमा टिका नछरे जमारा। दैवले पर्दा उठायो आमा आउँदिन फर्केर। मखमली फुल्दा मर्सी धन झुल्दा बहिनी आउने छिन्। दैलाको तस्बिर छातीमा तासी आँसु बगाउने छिन्। नझारे आमा नझारे आमा आँसुका धिका मूलबाटो हेरेर। जाँदैन दुःख आँसुका धारा बरबरी झारेर।
जाँदैन दुःख आँसुका धारा बरुबारी झारेर। जोरदार ताली नारायण राय माझीको यो गीत। र पहिला यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले स्वर्गीय फतेमानको यस्तो पनि हुँदो रहेछ र नारायण राय माझीको लक्ष्मण राय माझीले लेखेको नमुछे आमा कस्तो जस्ताको तस्तै बाबुले हुबाउ गाउनु। उहाँलाई जोरदार ताली सहित हार्दिक हार्दिक सम्मान। अब अर्को कुन गाउनुहुन्छ? सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा, गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो गाउँमा। नामले पाएको कामले पाएको सुनार दाइको छोरो, नलम माया नखाम कसम मने मेरो मोरो साइली। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। किन यति बुझ्ने भएर अबुझ के भन्छौ, ओइलिएको फुलमा त शीर्षा जाउँछु भन्छौ। धरती आकाश भेट भएको देख्या छौ र कहिले, हे पूर्वै खामलाई हातखेलाले छेक्या छौ र कहिले साइली। ए साइली मसँगै रुन्छौ र मसँगै हाँस्छौ र। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। धन्यवाद। बाबु अनि कसले सिकाएको तपाईँलाई? मैले आफै मोबाइल मार्फत सिकेको। आफै मोबाइलबाट होइन? हजुर। इन्द्राणीमा कस्तो लाग्यो? पहिला हेर्नुहुन्थ्यो नि? हजुर। त्यहाँ जान पायो भन्ने मन लागेको थियो? हजुर। आज यहीँ हुनुहुन्छ है? हजुर। अनि मलाई के भन्ने मन छ? हजुरलाई धेरै धेरै धन्यवाद। अनि कतिमा पढ्नुहुन्छ? म क्लास 5। फर्स्ट सेकेन्ड थर्ड के हुन्छ? अहिलेसम्म सेकेन्ड बाहु। अहिले कहाँ पढ्नुहुन्छ? अमर सिंह सेकेन्डरी स्कुल। कुन ठाउँ? पोखरा। यहाँ पढ्ने मन छ? छ। ल तपाईँलाई यो वर्ष हामी व्यवस्था गर्छौँ है, पढ्ने मन भयो है त। ल अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन कार्यक्रम इन्द्राणीको यही हो मानव सेवा, सेवा सन्देश र मनोरञ्जन। म्याग्दी बरङ्जाका हेमन्त सुनार बाबुको यो आवाजले साँच्चै हामीलाई मन कटक्क भयो। बरङ्जाका हामी माथि झाँक्री डाँडादेखि लिएर त्यहाँ माथि दरबारसम्ममा गएर 42 भारी घाँससम्म लिएर गएर हामीले कार्यक्रम छायाङ्कन गरेका थियौँ। अर्को गीत कुन गाउने? मर्ने कसैलाई रहर हुँदैन। मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको सहर हुँदैन। प्रेम परिवारको यो निकै प्रिय गीत नाइ नभन्नु लबाट मर्ने कसैलाई रहर हुँदैन। मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन।
जाऊ कुन ठाउँ जाऊ मान्छे नमर्ने सहर हुँदैन मान्छे नमर्ने सहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन हुँदैन मान्छे मात्रै न जाति दैव पनि रहेछ पक्षपाती हुँदैन मान्छे मात्रै न जाति दैव पनि रहेछ पक्षपाती दैव पनि रहेछ पक्षपाती कोपिला नै पनि त झर्छ कहिले कोपिला नै पनि त झर्छ कहिले सधैँ सजिलो सफर हुँदैन सधैँ सजिलो सफर हुँदैन मरिने कसैलाई रहर हुँदैन जोरदार ताली देऊ